हेलो साथीहरु, वेलकम टु माई च्यानल। आज चाहिँ हामी चाइनिज हटपट सस बनाउन गइरहेको छौँ। कृपया अन्तिमसम्म हेरेर साथ दिनु होला। यो चाहिँ बोसो हो, बोसोबाट सस बनाउँछ, चाइनिज सस हो, हटपट सस। आज चाहिँ हामीले लगभग 42 किलोको बनाउन लाग्यो। त्यसको लागि चाहिँ इन्ग्रेडियन्ट्सहरू के चाहिन्छ तपाईँहरूलाई म देखाउने नै छु हैन। यहाँ चाहिँ मैले चप गर्दैछ। यस्तै लममा हालिदिनु पर्ने हुन्छ यो। भयो चलाउनै मिल्दैन। पकाउँदै एकछिन भइसक्यो। अब एकछिनमा चाहिँ यसको तेल मात्रै हुन्छ। त्यसपछि त्यसरी पकाउने अनि लास्टमा चाहिँ यो तेल मात्रै हुन्छ। त्यसपछि यो चाहिँ भेजहरू हो, हाल्नुपर्ने कुराहरू। यो चाहिँ धनियाँ, हरियो प्याज, रातो प्याज, अदुवा, यो चाहिँ सुक्खा लसुन यसरी झ्यापा हाल्नुपर्ने हुन्छ। त्यसलाई राख्ने झ्याउ हुन्छ भनेर झ्यापा हालेको। यो चाहिँ खुर्सानी बोइल गरेको, किन बोइल गरेको भन्नु होला। फेरि यो चाहिँ चप गर्ने बेला मसिनो हुँदैन, त्यही भएर बोइल गरेपछि चाहिँ सल्लाहका सबै लिन्छ नि त। ओइलेपछि सबै चप हुन्छ। त्यही भएर अहिले यसलाई चाहिँ चप गरेर अब बोइल गरेर अब चप गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ अब चलाउँदैछ। अब चाहिँ हुने बेला भएको छ। पानी जति सुकेर यसको तेल जति सबै तेल निक्लिन्छ नि बोसोको गाइस। हो मसलाहरू पनि यो चाहिँ चाइनाबाट ल्याएको मसला हो। जस्तै छ मसलाहरू, यो चाहिँ सबै मिक्स। यहाँ चाहिँ सबै मिक्स छ। यो चाहिँ चाइनिज टिमुर। हाम्रो नेपालको चाहिँ टिमुर रातो कालो हुन्थ्यो। यो चाहिँ चाइनिज टिमुर चाहिँ रातो हुन्छ है गाइस, रातो। यो चाहिँ हरियो खालको टिमुर। यो चाहिँ हरियो टिमुर। नेपाल पनि पाउँछ होला, पाउँछ, तर मैले नेपालीमा यस्तो देखाएको छैन। यो चाहिँ हरियो खाले, यो चाहिँ रातो खाले, कालो खाले चाहिँ नेपाली हुन्छ। त्यसमा त गाइस यिनीहरू चाहिँ सुक्खावाला मसलाहरू अलिक पछि हाल्नुपर्ने हुन्छ। सबै देखाउने नै छु। सबै अहिले अगाडि चाहिँ यो हालिन्छ, अनि यो हालेर निकालेर फालेपछि योहरू हाल्नुपर्ने। यो मसलाहरू हाल्नुपर्ने हुन्छ। सबै कुरा चाहिँ आधी नै अब आउन बाँकी छ। अब अझै देखाउने नै छु। चिनी सब हाल्नुपर्ने हुन्छ त चाइनिज मसलाहरू। ढिलो हुने भयो। अलिक यसरी अब मिक्सरमा हाल्न लगाइ मिक्सरमा यसरी हाल्नुपर्ने हुन्छ। सब लगाएर एक लोडमा चाहिँ भएन भने यसरी खिचेपछि 2 लोडमा सर्लकै हुन्छ। अब यतिको एकछिन भयो खाना। यो चाहिँ अब लगभग हुन लागिसक्यो। यसको चाहिँ हल्का कालो हुँदै आएपछि यो चोक्राहरू निकालेर फाल्नुपर्ने हुन्छ। यसको चाहिँ टर्नमा दिनु चाहिँ हुँदैन, गनाउँछ फेरि। चाहिँ धेरैभन्दा धेरै भएको छ है ससमा। सस रेडी भएपछि रिजल्ट पनि देखाउने छु गाइजहरूलाई। यो चाहिँ अब हल्का अझै पकाउनु पर्ने हुन्छ। लगभग हाम्रो खुर्सानी पनि रेडी भइसक्यो। चप गर्नलाई ढिलो हुने भएर हामीले चाहिँ मिक्सरमा ब्लेन्ड गरेको यस्तो भयो, तर ठिकै छ। यो पनि ठिक छ होइन। यो चाहिँ चाइनिज वर्जन हो। वर्जन सब खोलेर देखाउँछु अहिले एकाएक म। यो चाहिँ ससहरू लगभग रेडी भइसकेको छ। यो सस बनाउँदा चाहिँ धेरै सामानहरू चाहिन्छ है। मसलाहरू चाहिँ टन चाहिन्छ। चाइनिज मसला, नेपाली मसलाहरू सबै चाहिन्छ। त्यही भएर अहिले यो सस बनाउनु चाहिँ हल्का झ्याउ पनि हुन्छ गाइज। साथीहरू अब यो चाहिँ भइसक्यो। यति भएपछि फाल्नुपर्ने हुन्छ। धेरै डढाउनु दियो भने चाहिँ फेरि गनाउँछ। फोकस कहाँ हुनुपर्छ भने क्यामेराम्यान गर्नु पऱ्यो। मान्छे भनेकै पाउनु।
यहाँ चाहिँ हरियो प्याज, हरियो धनियाँ, सुक्खा लसुन, जिन्जर, रातो प्याज, अनि चाइनिज विस्की चाइनिज विस्की हालेर पकाउँदैछु। अब चाहिँ यसलाई चाहिँ सर्लक्क फालेर अब अर्को मसलाको पालो स्वाई हाल्नुपर्ने हुन्छ त गाइस। स्टेप बाई स्टेप देखाउने छु। भिडियो चाहिँ सबै हेर्नु होला है त, सुरुदेखि अन्तिमसम्म। यहाँ चाहिँ नेपाली मसलाहरू सब मिक्स ढुटो छ। यति हालिसकेपछि यस्तो हुन्छ। यो तपाईँहरूले सामान हाल्दा चाहिँ अलिक जोखिमपूर्ण तरिकाले हाल्नुपर्ने हुन्छ। बिस्तारै नभए उछिटिन्छ। यो चाहिँ चाइनिज मसला हो। योहरू सब चाइनिज मसला हो, मिक्स मसलाहरू। यहाँ चाहिँ गेडागुडी अघि नै देखाइसकेँ मैले। र कम मसला चाहिँ सर्लक्क ल्याउनुपर्ने हुन्छ। चाइनिज जाड हो। यसलाई चाहिँ चाइनिजबाट ल्याउज्यौ भन्दै ल्याउज्यौ। यो चाहिँ गुलियो मिठो हुन्छ, तर यो खाएपछि मान्छे पल्टिन्छ। टेस्ट आउँदैन। त्यो चाहिँ रातो खुर्सानी सुकेको पेस्ट गरेर विभिन्न चाहिँ चाइनिज खाना, चाइनिज होटल रेस्टुरेन्ट चाहिँ नभइ नहुने कुराहरू तोपर्जेन छै हाल्नु त्यो सर्लक्क हालिदियो होइन। भयो आगो बन्द गरिदियो। अब चाहिँ आगो सागो बन्द गरेर टर्लक सर्लक्क ग्यास बन्द। नाम चाहिँ थाहा छैन। मलाई कस्तो हुन्छ थाहै छैन। हटपटको त थाहै छैन।
पाउडर मिल्छ वाह त्यो गुलियो के ल चाटिरह मर्ला मर्ला मिठो त मासु राख्ने क्या दुध गाज निकाल्ला फ्यान खाने गाछहरू पाकेपछि त खान पनि पाउनु पऱ्यो त्यो अर्को खुर्सानीले हुन्छ हालेको होला मैले भने किन अघि दाइले होला भनेन अब भन्यो भने अब बोल्दै तल लगेर आएको के भयो भाइ मुला आउँछ यतिखेर चाहिँ लास्ट अन्तिम आउँछ ल गाइज फाइनली हाम्रो सस चाहिँ रेडी भयो झोलवाला छुट्टै अनि छोक्रावाला छुट्टै हालेर सर्लक्क अब थानको मानको लगाइसकेको छ यो चाहिँ झोलवाला छुट्टै राख्नुपर्ने हुन्छ राखिसक्यो अब अर्को यो चाहिँ छोक्रावाला अब हाल्ने बेला पनि छुट्टो छुट्टै हाल्ने बेला चाहिँ सँगै हाल्ने हो तर राख्ने बेला चाहिँ छुट्टो छुट्टै राख्नुपर्छ है त गाइज आजलाई यति नै फाइनली सकिसकेको छ सस बनाएर